सिंहासन हुँदै सिंहासन आमाले आसन लिइसक्नु भएको छ। यसमा तपाईँहरू डराउनु पर्दैन, यो सबै आमाको देन हो। तर श्रीपाद सरकारले दुईटा काम गर्नु बाँकी छ। माता दिले दिएर जानुपर्ने जस्तो लाग्यो। होइन त्यस्तो हुन्छ यो के भन्न चाहन्छु भने श्रीपाद सरकार ज्ञानेन्द्रको पनि नैसेरको कुरा हो, यो अधिकारको कुरा हो। उहाँले म सिंहासनमा बस्नु पाउँछु भन्न अधिकार होइन र हो नि। यो किनभने तपाईँको राजा जो कोही पनि बस्न पायो नि भएदेखि राष्ट्रपति किन राजाको श्रीपेच लगाएर बसिएन? यो जो कोहीलाई अधिकार हुँदैन। यसले गर्दाखेरि जो पनि राष्ट्रवादी पार्टीहरूले जुन श्रीपाद सरकारलाई चुनौती दिनुभएको छ नि, यो होइन। यो तपाईँहरूले कुनै पनि यो खेलाउने नगर्नु सक्यो। अहिलेको गणतन्त्रले यो सम्भव छैन। अब किनभने आमाले सहस्र उठाइसक्नु भएको छ। मैले भनिरहेको छु, आमाले सहस्र उठाउनु भएको छ। मलाई आध्यात्मिक कुरा मात्र सँगसँगै मात्रै नभएर पब्लिक राजनीतिक विषयलाई पनि किनभने सहस्र उठिसकेको छ, अन्न उठिरहेको छ, कुनै पनि गणतन्त्र छैन। गणतन्त्रका हातमा सिंहासन हुन्थ्यो भने आज श्रीपाद सरकारले राजगद्दी छोडेको कति वर्ष भयो? हजुरहरूले मूल्याङ्कन गर्नुहोस्। राष्ट्रपतिले किन र तपाईँको प्रधानमन्त्रीले किन त्यो सिद्धान्त लाउन सकेन? त्यो अधिकार कसैमा छैन। एउटा शाहबलसँग छ, त्यो लक्ष्य छ। एउटा के गर्नुपर्ने हुन्छ भने म एउटा आमाको हिसाबले पनि के भन्न चाहन्छु भने यो नेतृत्व श्रीपाद सरकार ज्ञानेन्द्रले गर्नुपर्छ। यो सँगसँगै र आफ्नो भावी सन्तानीलाई सुम्पिनको लागि उहाँहरूलाई दक्ष बनाउनुपर्छ। सक्छ उहाँको पालामा मात्रै राज संस्था चलाएर हुँदैन। यो पुस्तौँ फाल्नुपर्छ, अचम्भरी हुनुपर्छ। किनभने यो वैदिक सनातनमा जोडिएको कुराहरू हुन्छ। वैदिक सनातनमा श्रीपेच भनेको विष्णुको अवतार मान्छौँ हामी। श्रीपेच भनेको श्रीपेच मात्रै विष्णु मात्रै नभएर सिंहासन पनि मानिन्छ। त्यसले बुझ्ने भनेको नै सिंहासन र श्रीपेच भएको कारणले गर्दाखेरि सम्पूर्ण शक्ति पीठहरू आउनुपर्छ। एकजना शक्तिपीठले माला तानेर हुँदैन, एकजना शक्ति र सम्प्रदायले यो देश हुँदैन। अन्तिम प्रश्न हो, तपाईँ अलिकति राजनीतिमा पनि बुझ्ने भएको छ। आजको दृश्यमा अनौठो दृश्य पनि देखियो। जस्तो भारतका मुख्यमन्त्री आदित्यनाथको फोटो र ज्ञानेन्द्र शाहको फोटो सँगै राखेर प्रदर्शन गरियो, त्यो मासमा देखाइयो। त्यसको सन्देश के हो? यो त गलत हो। यो गलत हो। यो किनभने आदित्यनाथ मेरो छिमेकी राष्ट्र हो। नेपालको के यो के राजा बन्ने हो र राष्ट्रपति हुने हो र? ज्ञानेन्द्र शाहीले आफ्नो उहाँले शक्ति देखाउनु भयो के भयो मलाई थाहा छैन। आदित्यनाथ उहाँको भारतको हो, नेपाल होइन। त्यसै त नेपाल भारतले खाना लगाइरहेको छ। अनि यो फेरि यो खालको सन्देश फेरि फरक जान्छ है। आदित्यनाथको यो राष्ट्र संस्थाको वेलकम श्रीपाद सरकारको स्वागत मन्तव्यमा आदित्यनाथको फोटो राख्नुपर्ने जरुरत के छ? के जरुरत छ भन्नुहोस् न। तपाईँले देखाउनु पर्थ्यो। म त्यसरी चिन्ता हालेर दिएको छु। किन देखाउनु? कसको शक्ति देखायो? राप्रपाले देखाएको हो यो? तपाईँले त्यो खिच्नु पर्थ्यो। तपाईँले त्यो फोकस गर्नु पर्थ्यो। मेरो देशको सार्वभौम सत्ता के अरे आदित्यनाथलाई छ। मेरो देशको आदित्यनाथलाई छ। त्यसै त नेपालको भूभागहरू नेपाल भारतले खाइसक्यो। गर्न खोजे के? सनातन धर्म होइन नेपाल, वैदिक सनातन हो। अनेकताले एकता भएको नेपाल हो यो। भारतले दाबी नगरियोस्। खबरदार मोदी, आदित्यनाथ नेपाललाई सनातन बनाउने कोसिस नगर्नु। किनभने नेपाल वैदिक सनातन हो, सनातन हुन्छ र अरू कुनै देश पनि वैदिक सनातन हुँदैन। त्यो जे जनताले चाहन्छ त्यो हुन्छ। हेर्नुहोस्, म तपाईँलाई एउटा उदाहरण दिन्छु। के हो भने पैसा पनि ठुलो होइन, व्यक्ति विचार पनि ठुलो होइन। शक्ति भनेको जनता हो। जनताले जे चाहन्छ त्यो हुन्छ। श्रीपाद सरकारले यत्रो वर्षसम्म उहाँले राजगद्दी छोड्नु भयो। किन त यो सिंहासनमा बस्न सक्नुभयो? उहाँलाई शक्तिको अभाव, जनताको अभाव थियो। उहाँसँग एउटा नेपालको दोस्रो छैठौँमा पर्ने धनढ्य मान्छे के थियो? अरू इन्टरभ्यू भाइ गरौँ मान्छे हर्दिउँ त। हेलो